हेलो साथीहरू, अब चाहिँ म मामाघर जानको लागि चाहिँ रेडी भएँ र स्कुटरमा सबै सामानहरू पनि राखेँ। अनि आज चाहिँ म मामाघर एक्लै जान लागेको थिएँ किनकि मम्मी चाहिँ बिरामी हुनुहुन्छ। त्यही भएर मैले स्कुटर पनि स्टार्ट गरेँ र मामाघर जान पनि लागेँ। हजुरहरूको मदर्स डे चाहिँ के गरेर बिताउनु भयो त्यो चाहिँ कमेन्ट गर्नुहोला गाइज। अनि आज चाहिँ चितवनमा चाहिँ गर्मी नै थियो है। हल्का बिहानको पख भएर चाहिँ होला हल्का शीतलै भएको कारणले चाहिँ म मामाघर गएँ। अनि के साथीहरू, काठमाडौँमा स्कुटर बाइक चलाउने बानी भएको कारणले होला हाम्रो यो चितवनमा चाहिँ एकदमै खाली खाली रोडहरू हुन्छ नि त। त्यही भएर चाहिँ मलाई चाहिँ कस्तो मजा लाग्छ कि चलाउनको लागि। धेरै स्पिडमा त म चलाउन्न खासै, त्यही पनि गाउँघरमा चाहिँ बाटो खाली हुँदाखेरि चाहिँ रमाइलो नै हुन्छ। अनि हजुरहरूले चाहिँ के गरेर चाहिँ आफ्नो दिन बिताउनु भयो, मामाघर जानुभयो कि भएन त्यो चाहिँ कमेन्ट गर्नुहोला। अनि म चाहिँ बाटोमा जाँदा चाहिँ अनि मैले आफ्नो स्कुटरमा पेट्रोल पनि हालेँ। आजकल त पेट्रोल र सुनको भाउ बराबरी जस्तो लाग्छ, के विधि महँगो भएको भनेको यो पेट्रोल पनि। अनि पेट्रोल सेट्रोल सबै हालेपछि चाहिँ म मामाघर पनि लागेँ, हजुरआमालाई नि भेटेँ। मामाघर चाहिँ बनाउँदै गर्नुभएको रहेछ। अनि एकछिन मामाघरमा बसेर चाहिँ म घर फर्किएँ गाइजहरू। अनि यता चाहिँ आज चाहिँ एकदमै ठुलो पानी पर्यो र हाम्रो गाउँको सबै मकैहरू चाहिँ एकदमै सत्यानासै गरिदियो आजको हावाहुरी र पानीले गर्दा।